बिहान उठेको त बाहिर सशस्त्र प्रहरी आएर बसिया छ फेरि पुरै नजरबन्दमा राखेर एकजना व्यक्तिलाई थुनेर राखेर यो क्रान्ति रोकिँदैन। म आज पनि भन्न चाहन्छु सुशीला कार्की प्रधानमन्त्रीज्यू, तपाईलाई मेरो अपिल छ, यदि हत्यारालाई पक्राउ गर्न सक्नुहुन्न, यदि भ्रष्टाचारीलाई जेल हाल्न सक्नुहुन्न भने त्यो कुर्सीमा बस्ने तपाईसँग अधिकार पनि छैन। यो कुरा याद राख्नु। यो लडाई तपाईलाई लाग्दो तपाईँ पो सुशीला कार्की प्रधानमन्त्रीज्यूको नेकपा माओवादीको कोटाबाट प्रधान न्यायाधीश उच्च अदालतको न्यायाधीश हुँदै देशको महामन्त्री बन्नुभयो। सबैलाई थाहा छैन होला। धेरैलाई के लाग्छ भने हाम्रो प्रधानमन्त्री लोकसेवा आयोगको इक्जाम पास गरेर न्यायाधीश हुनुभयो जस्तो लाग्छ होला। उहाँ होइन। उहाँ तत्कालीन प्रचण्डको सरकारले उहाँको श्रीमानले नै लेख्नु भएको छ। यो कुरा मैले होइन, उहाँको श्रीमान दुर्गा सुवेदीको आत्मकथामै लेख्नु भएको छ किताबमा। द्वन्द्वकालको बेला माओवादी र काङ्ग्रेससँग वार्ता गराए बापत, माओवादी र एमालेसँग वार्ता गराए बापत, माओवादी र दरबारसँग सम्बन्ध गराइदिए बापत कोहीले त अब त्यो भन्छन् सत्य हो कि होइन प्रमाणित त छैन, यसो हतियार सतियार सप्लाई गरे बापत अब के दिने भनेपछि दुर्गा सुवेदीलाई सांसद दिने भन्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदका लागि उहाँको श्रीमानलाई सिफारिस गर्छन् फोन गरेर। दुर्गा सुवेदीको आत्मकथाको कुरा गर्दैछु। त्यो पछाडिको कुरा चाहिँ कोहीले भन्छन् भने त्यसको प्रमाणित छैन। अनि दुर्गा सुवेदीले एउटा प्रस्ताव राख्छन् रे, अब आफू सांसद भयो भने त यो देशको पहिलो प्लेन अपहरण गर्ने मान्छे हुन् हाम्रो प्रधानमन्त्रीको श्रीमान। यही हिसाबले अपराधी नै हुन्। यो देशको पैसा चोर्ने चोर पनि हुन्, किनकि राष्ट्र ब्याङ्कको पैसा चोरेर लगायो हुन् नि त होइन। अब लिनुभयो, काङ्ग्रेसको लिगेसी छ, माओवादीबाट सांसद भइयो भनेपछि त लिगेसी सकियो। अनि के गर्ने भनेपछि श्रीमतीलाई अदालत उच्च अदालतको न्यायाधीश बनाउने भनेर उहाँ विराटनगरबाट राजनीति नियुक्ति खानुभएको उहाँले हो। हामीलाई थाहा छ त तपाईँ यो पार्टीका नेताहरूको हिजो प्रचण्डजीको स्पिचलाई यदि सुन्ने हो, यदि हिजो प्रचण्डजीले बोलेको कुरालाई यदि सत्य मान्ने हो भने त्यो दिन त के भएको छ जेनजी साथी हो। त्यो आज पनि जेनजी साथीहरूलाई भन्न चाहन्छु, सुशीला कार्कीलाई प्रधानमन्त्री बना भनेर सिफारिस गर्ने त्यो जेनजीलाई पनि सोध्नुपर्छ कि के कारणले उसले तपाईँको सिफारिस गरायो। यदि प्रचण्डको बोलीलाई आत्मसात गर्ने हो भने, प्रचण्डजीले बोलेको बोलीलाई मान्ने हो भने हिजो प्रचण्डले के भन्नुभएको छ, उल्लो कोठामा प्रचण्डजीहरू बस्नु भएको थियो अरे, पल्लो कोठामा गृहमन्त्री र सुशीला कार्की बस्नु भएको थियो अरे। अनि सेनाको नेपाली सेनाका कर्मचारी र उयो ओरी आएर प्रचण्डलाई सोध्थे अरे, पोरी गएर सुशीलालाई सुनाउँथे अरे। उल्लो पल्लो कोठा थियो भने त यो त जेनजीले प्रधानमन्त्री बनाएर हिँड्छ नि त। यो त केपी ओली, शेरबहादुर र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाएका रहेछन्। त्यो भएको हुनाले 75 जना मान्छे मार्ने हत्यारालाई पक्राउ गर्न चाहिँ सुशीला कार्कीलाई हामी यो अल्टिमेटम पनि दिन्छौँ, यो चेतावनी पनि दिन्छौँ। छानबिन गर्ने आज आन्दोलन के भएको छ, प्रहरीको वर्दी लगाएको थियो अरे, त्यही भएर मान्छेलाई थुने अरे भन्छन्। प्रहरीको वर्दी युवा साथीले नलगा भए, युवा साथीहरूले आन्दोलन नगरे भए केपी ओली हेलिकप्टर चढेर भाग्थे। यदि हामीले संसदबाट भगाउन सक्ने भइदिए पहिल्यै भगाइसक्थ्यौँ त। 100 दिनसम्म संसद अवरुद्ध गर्दासम्म तपाईँलाई याद छ कि छैन, यो देशको चौथो ठुलो शक्ति र पाँचौं ठुलो शक्ति हो राप्रपा र रासपा। म त्यो दलको प्रमुख सचेतक थिएँ त्यतिखेर। भिजिट भिसा प्रकरणमा यसको जवाब देऊ भनेर झन्डै 34 जना सांसद संसद भवनमा बसेर रोस्टम अगाडि उभिएर यसको जवाब देऊ, हामी संसद बहिष्कार गर्छौं भनेर 100 दिन पुग्दासम्म पनि केपी ओलीले सुनेन। सुन्थ्यो त केपी ओलीजीले? यो त्यतिखेरको सरकारले सुन्ने भइदियो त सुन्थ्यो त? बोली सुन्थेन, बुट सुन्ने रहेछ। युवा साथीहरूले बुट बजारे। अनि अहिले ओम प्रकाश अर्याल गृहमन्त्रीजी 23 गते बच्चा मार्नेलाई ल्याएर सोध्न नसक्ने तर 24 गते बच्चा किन मारिस भनी प्रश्न गर्ने युवालाई थुनेको छ, त्यो रिहाई गर्नुपर्छ। यो का साथ यो आन्दोलन उल्टो गतिमा गइरहेको छ।
युवा साथीहरूले मैले अहिले भने त संसदबाट छोड्ने कुराबाट छोड्ने भने 34 जना सांसद त बिचरा हामी संसदमा उभिएर कराएको कराई त्यो पनि 100 दिनसम्म करायौँ सुनेन। तर यस्तो पाखुरा कसेर केपी ओली कहाँ छन् भने बालुवाटार ठोक्न थालेपछि केपी ओली भागे आयो। अनि त्यो बालुवाटार ठोक्ने क्रान्तिकारी योद्धालाई थुन्न पाइन्छ? के आधारमा थुन्नुहुन्छ? त्यसो भने म अहिले अपिल गर्न चाहन्छु, हिजो दुर्गा प्रसादले प्रसारण गरेको भिडियोलाई आधार मान्ने हो भने आगो लाउने त सबभन्दा पहिला सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याल नै रहेछन्, अभिषेक सिंहलाई राखेर भन्ने त प्रमाणित छ। भिडियोमा बोले पनि सुनिन्छ, ढुङ्गाले हानेर हेलिकप्टर झार्ने भने त सुनिन्छ त। भने त्यो युवा साथीलाई पक्राउ गर्ने हो भने सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याल र डाक्टर अभिषेक सिंह हो क्या नाम। आज कता कता तराईतिर जानुभएको छ यसो मन्त्री सन्त्री बोकेर। यिनीहरूलाई कस्टडीमा लिने कि नलिने? युवाहरू चाहिँ केपी ओलीको बालुवाटार घेर्न गएका युवाहरू पक्राउ पर्न हुने, अनि बानेश्वरको घरको टुप्पोमा बसेर सिंहदरबार जलाउनुपर्छ भन्दै स्ट्याटस लेख्ने, अनि त्यसमा हाहा गरेर ताली बजाउने अहिलेको गृहमन्त्री र प्रधानमन्त्रीलाई पक्राउ गर्न किन नहुने? यसको जवाब चाहियो। राज्य सत्ता, म आज पनि भन्न चाहन्छु, राज्य सत्ता कहिले पनि स्थायी हुँदैन, यो अस्थायी। तर राज्य सत्तामा बस्ने मान्छेले एउटा कुरालाई के आत्मसात गर्नुपर्छ भने हाम्रोतिर एउटा कथन छ, अति गर्नु अत्याचार नगर्नु। कहाँसम्म गर्ने, कुन लेभलसम्म गर्ने? केपी ओली किन? तपाईँलाई याद छ आज कमलको बोट देख्नु भएको छ सबैले? हात उठाउ त, देखाएको छौ छैन भाइ? देखाएको छौ? कमलको फुल देखाएको छौ? त्यो जति हावा लागे पनि कमलको फुल भाँचिँदैन। आँधी हुरी बेरी जेसुकै आए पनि त्यो भाँचिँदैन। तर सालको रुख ठनक ठनक भाँचिन्छ। किन थाहा छ? कमलको रुख के हुन्छ? कमलको त्यो बोट के हुन्छ? रुख त होइन, त्यो बोट हो। त्यसमा लचकता हुन्छ। केपी ओलीमा लचकता भन्ने चिजै थिएन। अहिले केपी ओली भन्दा बढी लचकता नभएको सुशीला कार्की देख्छु म। जसरी केपी ओली भाँचिए त्यसै गरी सुशीला कार्की पनि के भाँचिनु पर्ने हो यो देशमा? युवाको आवाज सुन्नु पर्दैन? आज नेपाल भन्ने देश यही काठमाडौँ र काठमाडौँको वरिपरि मात्रै हो यो देश। आज सुदूरपश्चिम र कर्णाली यो देशमा हो कि होइन? आज यो हो कि होइन? पहिला कुरा भन्नु। मैले त त्यतिखेर संसदमा भने म अहिले बोलिरहेको छु नि, भाषा कहाँको हो थाहा छ तपाईँले? यो हाम्रो कर्णाली प्रदेशबाट आएको भाषा, जुम्लाको सिजामा उत्पन्न भएको नेपाली भाषा हो। हाम्रो भाषा बोल्न हुने रे यिनीहरूलाई, हाम्रो संस्कृति मनपर्ने रे, अनि सुदूरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व नगर्ने। अब यो भन्दाखेरि भेगिए कुरा लाग्ला, तर यसो अहिलेको मन्त्री परिषद पल्टाएर हेर्नु त, त्यही धेरै पश्चिम धेरै टाढा गएपछि त गुल्मीसम्म मात्रै छ। गुल्मीभन्दा त उता नेपाल होइन? नेपाल हो कि होइन? नेपाल भए सबैको समानुपातिक उपस्थिति हुनुपर्छ है पर्दैन? यो विविधताभित्रको देश भन्ने त्यो आएको हुनाले म अहिलेको सरकारलाई अपिल गर्न के चाहन्छु भने, तपाईँको सरकारलाई चुनाव गराउन ल्याएको होइन, यो कुरा झुटो नबोल्नुहोस्। के थियो माग? अब चुनाव गराउने रे, अनि केलाई गराउने? पहिले चुनाव भएको थियो त। त्यही सांसदको चुनाव हुने हो भने के का लागि गरौँ? वार्तामा गएका साथीहरूको त्यो आइक्यू लेभल पनि हेरियो। रिपोर्टर्स क्लबमा अगाडि उभिएर के रे संविधान खारेज गराउँ रे, यस्तो होइन, सुई हालेर आएको जस्तो कपाल सन्काउँदै होइन, खारेज गरिदिउँ। अगाडि पछाडि हुई गाडी पनि बन्द गरौँ भनेको थियो होइन? अहिले गृहमन्त्री ओम प्रकाश अर्याल यहाँबाट हिँड्यो भने मिनिमम काठमाडौँमा हिँड्यो भने 4 देखि 5 वटा गाडी अगाडि पछाडि हुन्छ। काठमाडौँ बाहिर गएपछि त अस्ति एउटाले इतिहासै रेकर्ड गरिसके। बाटोमा हिँड्ने मान्छे नि छैन, त्यति सुरक्षाकर्मी बोकेर हिँड्छन् यिनीहरू। अनि त्यो साथीले बोल्या खै किन बोल्या भाइ? यदि लागू हुन सक्दैन भने बोल्या किन? अनि संविधान के गरौँ? कस्तो अचम्म कुरा गरेका छन् यिनीहरूले हेर्नु त। जनताबाट निर्वाचन जितेर आएको 165 जनाको प्रतिनिधि सभा खारेज गरेका छन्। यो आइक्यू लेभल नभएपछि यस्तै हुने हो। अब पब्जी खेलेर
सुल्टा खाएर अनि राष्ट्रपतिसँग वार्ता नगरेर हुन्छ। अनि हरुवा चरुवाको भर्ती केन्द्र हो राष्ट्रिय सभा, थाहा छैन? त्यो चाहिँ जीवित राख्दै छन्। जो चुनावै जितेर आउँदैनन् जनता कहाँ गए? माघ 1 गते चुनाव हुँदैछ। एकजना जेनजीले चुनाव जिताएर देखाउ त ल, खै सक्छ कि सक्दैन? यही 1 गते हुँदैछ चुनाव, राष्ट्रिय सभाका 19 जना। भोट हाल्ने कोही जेनजी हुन्छ त्यहाँ? गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हाल्छ। अनि कोही जेनजीको प्रतिनिधि त्यहाँ चुनाव जितेको छ र भोट हाल्न पाउँछ? अनि उही काङ्ग्रेस, उही एमाले, उही झाल एमाले फेरि जितेर आउँछ। अनि प्रतिनिधि सभामा ल भोलि तपाईँ हामी गयौँ सबै युवा साथीहरू, अहिलेको संविधान अनुसार संविधान संशोधन गर्नका लागि 184 जना सांसद चाहिन्छ मिनिमम। हामी 185 जना पनि पुग्यौँ रे। ल हामी खुसी भयौँ, ताली फटकायौँ, आहा देशभरि त 185 जित्यौँ, अब हामीले भनेको संविधान ल्याउँछौँ भन्यौँ, हामीले संशोधन गरेर पठायौँ। तर राष्ट्रिय सभाले रोकिदियो भने त्यो संविधान संशोधन हुँदैन। अनि राष्ट्रिय सभामा को छ? यही काङ्ग्रेस एमालेहरू राष्ट्रिय सभामा छन्। अनि त्यो सुल्पा खाने, त्यो राष्ट्रपतिसँग वार्ता गर्न जाने आदरणीय काकाले त्यो कुरा दिमागमा राख्नुपर्छ कि पर्दैन? राष्ट्रिय सभा जीवित भयो भने भोलि क्रान्तिको अर्को बाधक बन्छ भन्ने थाहा छैन। यदि सत्य आन्दोलन गर्ने भने राष्ट्रिय सभा पनि खारेज हुनुपर्छ प्रतिनिधि सभासँगै, बल्ल तपाईँको देशको निकास हुन्छ। त्यतातिर ध्यान छैन। अनि भन्छन् चुनाव गर्ने रे। त्यही सांसदको चुनाव त 84 मा हुँदै थियो त। कति खर्च भयो एकछिन भन्नुहोस् त? 75 जना युवा साथीहरूको ज्यान गयो। 72 वर्षकी आमा, 72 वर्षको बालाई हटाएर 73 वर्षकी आमालाई ल्याउनलाई 75 जना मान्छे मरे। 2500 बराबर करिब घाइते छन् देशभरि, सानो ठुलो गरेर। कैयौँको जीवन अहिले तपाईँको बाँचेर पनि मरे जस्तो छ। हाम्रै कर्णालीको, मेरै जुम्लाको एकजना भाइ अहिले टिचिङ अस्पतालमा छ। यहाँबाट गोली लागेर आँखाबाट निस्केर बाहिर आएको छ। दिशा पिसाब कतिखेर गर्छ त्यो भाइलाई थाहा पनि हुँदैन। आज उनको परिवार बिहान बेलुका दिशा पिसाब सोरेर बसेको छ। त्यो 72 वर्षको केपीओले हटाएर 73 वर्ष सुशीला कार्कीलाई प्रधानमन्त्री बन्नलाई त्यो केटा लड्या हो होइन? यो कुरा हामीले याद गर्नुपर्छ। यो देशमा सुशासन कायम गर्न, संविधान संशोधन गर्न, विधिको शासन ल्याउन, भोलि आउने युवा पुस्ताहरूको भविष्य बनाउनलाई लड्या हो। अनि त्यसपछि के हुन्छ त? ल यत्तिकै चुनावमा जाने रे। अनि कति खर्च भयो? 72-75 जना मान्छे मरे, 40 अरबको सम्पत्ति क्षतिपूर्ति गयो। 84 को चुनाव 82 मा ल्याउनलाई 20 अरब लाग्छ। फेरि 84 मा प्रदेशको चुनाव गर्नुपर्छ, त्यहाँ फेरि 20 अरब लाग्छ। 40 अरब, 40 अरब, 80 अरब। अनि फेरि स्थानीय तहको पनि पछाडि चुनाव गर्नुपर्छ, फेरि 20 अरब। अनि 1 खर्ब रुपियाँ, 100 अर्ब झन्डै झन्डै खर्च गरेर सुशीला कार्कीलाई राखेर देश बन्यो। त्यही भएर अहिलेको सरकारले यदि साँच्चै चुनावमा जाने हो भने अबको चुनाव सांसदको होइन, यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव हो। यो लाइनमा जानुपर्छ। यो गर्न सकेन भने